प्रियंका जी तपाईलाई स्वागत छ हार्ट टक शोमा। थ्याङ्क यू। तपाईँ शाकाहारी हो कि भेजिटेरियन हो? भेजिटेरियन हो। तपाईँ त आपको खुवासँग प्रेममा हुनुहुन्छ अरे। अब म प्रेममा हुन पनि सक्छु, किन प्रेममा हुन नपाइने हो र? यो आप चुस्न पर्दा कस्तो अनुभव भइरहेछ तपाईँलाई? जुन प्रकारको सेटिस्फ्याक्सन छ नि मनमा, म त्यो एक्सप्लेनै गर्न सक्दिनँ। आयुष्मानसँग यस्तो त कति दिन भयो? आज 4th डे हजुर। दीपक गिरी हुँदै आयुष्मानसँग प्रेममा पर्नु, अझै प्रेमको नाटक पनि गर्नुभयो। कहिलेसम्म चल्छ यो आयुष्मानसँग प्रेमको नाटक? 10 दिनको लागि म यो गर्दैछु होइन। त्यसले तपाईँ जन्मदिन त मनाउनुहुन्छ, बर्थडे चाहिँ कतिको मनाउनुहुन्छ? बर्थडे पनि मनाउन नपाइरहेको हुन्छ म धेरै जस्तो। क्रिम पाउडर त एकदमै राम्रो देखिनु भएको छ। क्रिम पाउडर बिनाको प्रियंका कार्की के हो? त्यो बिना त म केही पनि होइन नि त। तपाईँलाई त डाइनिङ टेबल मनपर्छ, बाहिरतिर बोयफ्रेन्ड भेट्दा डाइनिङ टेबल चाहिँ कसरी मिलाउनुहुन्छ? सो पहिल्यैदेखि उहाँलाई चाहिँ म आउँदैछु भन्ने थाहा हुन्छ, सो उहाँले पनि त्यही अनुसारको प्रिपरेसन्स गर्नुभएको हुन्छ। डाइनिङ टेबलवाला काण्ड भनिदिनु त जनतालाई। अलिक सस्पेन्सै राख्नु न, कति रमाइलो भइरहेछ सस्पेन्सले गर्दाखेरि। कुन ठाउँमा गएर आप खानुभयो तपाईँ? दिन भनौँ हामी महाराजगञ्ज बालबटार एरियामा छौँ भने त्यो होल डे त्यही नै सकाउँछौँ। जस्तो कुनै दिन पुलचोक साइड गयो भने त्यहाँ सकाउँछौँ, भक्तपुर गयो भने त्यो साइड सकाउँछौँ। छोरीले आफू खोयामा त्यो चुस्छ भनेर तपाईँको आमा एकदम चिन्तित हुनुहुन्छ अरे, घरमा के बनाइदिन्छ तपाईँलाई? घरि खुवा मोमो बनाइदिनुहुन्छ, घरि पनिर मोमो, घरि मसरुम मोमो। 80 इन्चको आमा प्रेग्नेन्ट भएको फोटो हाल्नु भएको थियो, कसको बच्चा हो त्यो? डाइनोसरको बेबी हो कि, तपाईँलाई थाहै छैन? डाइनोसर त हराइसक्यो, कसरी आयो तपाईँको डाइनिङ टेबलमा? आफ्नै आयो के, आफ्नै आयो डाइनोसरको बेबी। के यो आपको खुवाको कमाल हो? होइन त्यस्तो होइन, त्यस्तो पनि भनाएन। खुब अङ्ग प्रदर्शन गर्नुहुन्छ त, तपाईँलाई लुगा लगाउन आउँदैन? किनभने मनबाट म अझै पनि बच्चै छु, यस्तो सानो सानो उत्पटाङहरू गर्न मन लाग्छ होइन। तपाईँ त खुब बोयफ्रेन्ड चेन्ज गर्नुहुन्छ, बोयफ्रेन्ड चेन्ज नगरी बाँच्न सक्नुहुन्न? नेपालमा सर्भाइभ गर्नको लागि तपाईँलाई चाहिन्छ